हेलो एभ्रिवान, इट्स मी विजय अधिकारी। आज हामी चाहिँ यो चोकटी स्थित रहेको लभ डाँडामा आएको छौँ। यो तलको बस्तीहरू देख्न सक्नुहुन्छ, अति नै सुन्दर बस्ती देखिरहेको छ, जुन खोलाको तिरैतिर भएर कालिङचोकको मन्दिर जाने बाटो पनि रहेको छ। र यसै यो बाटो हुँदै तपाईँहरूले देख्न सक्नुहुन्छ कालिङचोक चाहिँ जुन यो लास्टमा देखिएको छ, त्योभन्दा अझ माथि नै त्यो जुन बादल जस्तो देखिएको छ त्यसको छेउमा चाहिँ मन्दिर छ। त्यो सँगसँगै देखिएको यो घोरथली, बिमथली, त्यसै गरी यहाँ दोलङसारी पार यी गाउँहरू देखिएको छ भनेदेखि यो डाँडाबाट एकदमै मनलाई आनन्द हुने दृश्य देख्न सक्छौँ हामी। र हामी आज त्यत्तिकै यसो गाउँ नजिकै भएको कारण हामी यहाँ घुम्न आएका छौँ। र यहाँबाट चाहिँ हजुरहरू फेरि लट्टेश्वर महादेवको मन्दिर जान सक्नुहुन्छ, जुन मन्दिर चाहिँ हाम्रो लाटु मन्दिर, जहाँ चाहिँ एकदमै फेमस छ। जो बच्चाहरू बोल्न सक्दैन भनेदेखि पानीमा डुबाएर पनि ऊ बोल्न सक्छ। बच्चाहरूको धेरै बच्चाहरूले यस पानीमा कुवामा चोपालेर पनि बोलिएको छ। र त्यो सँगसँगै लट्टेश्वर मन्दिरको गाथा गाउने हो भने एक दिनभरि भनिसक्दा पनि नसकिने खालको गाथा छ। किन भन्दाखेरि धर्मस्थलमा जतै पनि एउटा परम्परा, संस्कृति, रीतिरिवाज र सबै त्यहाँको उत्पत्तिदेखि सबै कुराहरू जोडिएको हुन्छ। र आज हामी यो लभ डाँडामा आएर बसेको छौँ भने हजुरहरूले देख्न सक्नुहुन्छ यो पारि देखिएको बस्ती चाहिँ मेरो घर हो। र यो सानो भिडियो हजुरहरूको लागि।